धर्म पुस्तकहरू अध्ययन गर्दै म यो उमेरमा आइपुगे। अन्तमा मैले पाए पाप क्षमा, मोक्ष, परमात्मा मिलन खाली प्रभु यीशु ख्रिस्टमा छ, जो परमेश्वरको पुत्र हुनुहुन्छ। अनि यही कुरो तिमीले भविष्य पुराणमा लेखेको देख्यौ। यस भविष्य पुराणमा येशू ख्रिस्ट बलि हुनलाई कन्याबाट जन्म लिनु भएको वर्णन छ। अनि यही कुरो यजुर्वेद 31:18-19 मा छ। सर्वात्मा प्रजापति पवित्र गर्भमा प्रविष्ट भएर अजन्मा हुँदा हुँदै पनि देह धारण गरी जन्म लिनुहुन्छ। यस कथन अनुसार प्राय 2000 वर्ष अघि हाम्रो एसिया महादेशको इस्रायलमा कन्याबाट उहाँ सर्वात्मा प्रजापति येशू नाउँ लिएर जन्म लिनुभयो। नानी, यस संसारमा माता पिताबाट जन्मेका हामी सबै पापी छौँ। यस पापदेखि हामीलाई कसैले शुद्ध गर्न सक्दैन। अनि हामी शुद्ध भएनौँ भने हाम्रो आत्माले परमात्मा मिलन पाउन सक्दैन। यसको निम्ति एउटा पवित्र बलिदानको खाँचो थियो। यसैले पापपूर्ण संसारलाई बचाउन ईश्वरले मानव रूप लिई आफैलाई बलिदान गर्नुभयो। अब जसले यीशुको बलिदानमा विश्वास गर्छ त्यसको पाप क्षमा हुन्छ। अनि यही कुरो यहाँ सामवेदमा लेखेको छ। प्रजापति देवदेन्य आत्मनम यज्ञम कृत्व प्रैक्षत, अर्थात् परमेश्वर आफैले आफूलाई बलिदानमा दिनुहुन्छ र पापको पश्चाताप ग्रहण गर्नुहुन्छ। बाजे, त्यसो भए हामीले ईसाई धर्म ग्रहण गर्यो भने हाम्रो पाप क्षमा हुन सक्छ? नानी, सबै धर्मले हामीलाई ईश्वर प्राप्तिको असल बाटो देखाउँछ। धर्म कर्म गर्नु सिकाउँछ, तर पाप क्षमा